अब जसका हातमा जसका टाउका मैले हात राख्छु त्यो भस्म होस् भनेर शिवजीले वर दिनु भएछ। बुझ्यौ? भस्म भने फराइनु पर्ने कि त्यो दाउरो साउरो त फराइनु हुन्छ, त्यहाँ फराइनु पर्ने। भन न बोलेर। त्यसपछि त्यो राक्षसले के गर्छन्, ल पहिला हजुरकै टाउका राख्छु भनेर चाहिँ शिवजीलाई लगाउनु लाग्छ। भाग्नु पऱ्यो, आफैले लिएको वरदान आफै भस्माउनु नि भएन। त्यस त शिवजीलाई खेद्दै 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 डालेछ। त्यहाँ चाहिँ नि शिवजीले विष्णुलाई भेटेछन्। ल विष्णु मेरो त यस्तो यस्तो आज त्यसलाई वरदान दे, अब चाहिँ म जोगिन सकिनँ, के उपाय गर्नुहुन्छ भनेपछि विष्णुले आइडिया गरेछन्। ओहो दानव तिमीले तपस्या गऱ्यौ, यो सर्वमाला लाउने, अब त्यो छाला बाघको छाला लाउने ओढ्ने, यस्ता दिएको वरदान लाउँछ कि लाउन्न? तिमीले आफ्नै टाउका राखेर लो विचार गर त बाबु। विष्णुले अब चाहिँ उसले विष्णुले त भनेपछि उसले आफ्नै टाउका राखेको छैन, आफै भस्म भएछ। त्यहाँ त्यसमा नाम पछि गएर भस्मसुर रह्यो। त यसको अर्थ के हो भने विचार नगरिकन नबोल्ने। शिवजीले विचार नगरिकन त्यसलाई वर दिँदाखेरि आफै भस्म पार्न खोज्यो। त्यसबाट त बोल्ने बेला दिने बेला विचारहरू पुर्याउनु पर्छ भन्ने आउँछ।